दशकबिन सत्ययुगमा ऋषि महात्माहरूले 54वटा जडीबुटीहरू मिलाएर चमनप्रास बनेको किंवदन्ती र कथाहरू हामी सुन्न पाउँछौँ। म हो त्यही स्थानमा छु। यही स्थानमा 54वटा जडीबुटी मिक्स गरेर चमनप्रास बनाएको स्थान हो यो दर्शकबिन। म यहाँहरूलाई अलिकति क्लू दिन चाहन्छु। म पूर्वी नेपालको एउटा सुन्दर पहाडी जिल्लामा छु, सुन्दर नगरीमा उपस्थित भएको छु। म यो जिल्ला यहाँहरू कुन जिल्ला हो र कुन स्थान हो भनेर अलिकति गेस गर्ने समय दिन्छु। तबसम्मलाई म केही दृश्यहरू यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। यो दृश्यहरू हेरेर पक्कै पनि यहाँहरूले बुझ्नुहुनेछ, चिन्नुहुनेछ यो कुन स्थान रहेको छ भनेर। दर्शकबिन यहाँहरूले यो दृश्य अहिले मैले भर्खरै देखाएको दृश्य हेरेर यदि गेस गर्न सक्नु भएको छैन भने म पूर्वको सुन्दर नगरी, पूर्वको पहाडकी रानी भनेर चिनिने, पूर्वको एकदम सुन्दर नगरी अथवा एकदम पहाडकी रानी भनिएको जिल्ला इलाम जिल्लामा उपस्थित भएको छु र इलाम जिल्लाको पनि यो माई पोखरी हो, जुन रामसारमा विश्व रामसार सम्पदा सूचीमा चाहिँ सूचीकृत भएको यो रामसार क्षेत्र हो। र यो माई पोखरीको भिन्दै किसिमको एउटा किंवदन्ती छ, भिन्दै किसिमको कथा छ यहाँको। र यहाँ कमसे कम आउनेहरूले आफ्नो जुन इच्छा राखेर, जुन आफ्नो भाकल राखेर आउनुहुन्छ, त्यो भाकल पुरा भएको यहाँका स्थानीयहरूले बताउनुहुन्छ। आफूले चिताएको भाकल यहाँ आएर भाकल गर्दाखेरि आफूलाई मनमा लागेको कुरा यहाँ आएर माग्यो। देवी, यहाँ देवीको पूजा गरिन्छ, माई पोखरीमा देवीको पूजा गरिन्छ र यहाँ जुन कुरा चिताएर आइन्छ, जुन कुरा मागिन्छ देवीसँग, त्यो कुरा पुरा हुने एउटा के अरे कथा रहेको छ। र यहाँ प्रत्यक्षदर्शी यहाँका स्थानीयहरूले पनि त्यही कुराहरू बताउनु भएको छ। हो, म माई पोखरीमा उपस्थित भएको छु दर्शकबिन। र यो माई पोखरी विश्व रामसार सम्पदा सूचीमा सूचीकृत भइराख्दाखेरि हामी प्रत्येक नेपालीहरू यहाँ आएर कमसे कम यो के स्थान रहेको छ, कस्तो स्थान रहेको छ, यहाँको महिमा के रहेको छ भन्ने कुरो पक्कै हामी सबै नेपालीले जान्नै पर्छ जस्तो मलाई मेरो आफ्नो व्यक्तिगत अनुभव भन्दैछु। र यहाँ एकदमै रमणीय स्थल पनि रहेको छ। एकदमै यहाँ आउँदाखेरि एक किसिमले आनन्द फिल हुने, आनन्द महसुस गर्ने जस्तो कुराहरू मैले आफैले महसुस गरेको छु। सो दर्शकबिन, साझा परिवेश एचडी मा म रबिन श्री यहाँहरूलाई आज मैले यो स्थानहरू अवलोकन गराउँदैछु। र यो साझा परिवेश एचडी मार्फत पक्कै पनि यहाँहरूले यो स्थान मैले केही देखाउँदै गर्दाखेरि, यहाँका विषयमा केही कुरा जानकारी गराउँदै गर्दा यहाँहरू पनि आएर यहाँ भिजिट गर्नुहुन्छ भन्ने आशा पनि लिएको छु। र अबको पालोमा चाहिँ यहाँका स्थानीयहरूले के भन्नुहुन्छ र पर्यटकहरूले के भन्नुहुन्छ, पर्यटन व्यवसायीहरूले के भन्नुहुन्छ, पर्यटन जानकारहरूले के भन्नुहुन्छ भन्ने कुरो यहाँहरू समक्ष प्रस्तुत गर्दैछु, स्वीकार्नु होला। नमस्कार, मेरो नाउँ निन्दोर्जी शेर्पा। तीनवटा धार्मिक भनौँ न, हिन्दू, किरात र बुद्धिस्टहरूले चाहिँ यहाँ आज पूजा गर्ने गर्छ। यहाँ हरिबोधिनीमा एकादशीमा मेला लाग्ने गर्छ र वैशाख 1 गते पनि यहाँ मेला लाग्ने गर्छ। र यो चाहिँ विश्व रामसार सूचीमा सूचीकृत भएको 2008 मा कोरियामा डिक्लेयर भएर चाहिँ रामसारमा अहिले सूचीकृत छ। र यसको चाहिँ अब विशेष भनेर यहाँ चाहिँ अब 64 परिजातको जडीबुटी पनि पाउने गरेको छ। यहाँनिर जम्मा 4 जातको गुराँसहरू छ होइन, चाँप छ, विभिन्न जडीबुटीहरू पाइन्छ। अनि विशेष गरेर यहाँको गलैँचे ज्याउ भन्ने चाहिँ यहाँको प्रपर नेपालमा कहीँ पनि नपाउने, विश्वमा नपाउने, माई पोखरीमा मात्र पाउने एउटा वनस्पति गलैँचे ज्याउ, स्मोक्नम नेपालिन्सिस भन्ने। र अर्को भनेको तपाईँको ठकठके भन्छ, यहाँ सेलामेन्डर प्रजातिको हिमालयन न्युट पनि भन्छ। अब त्यो पनि एकदम यहाँको त्यसको वासस्थान जस्तै हो यो माई पोखरी चाहिँ। वार्षिक मोटामोटी 40 देखि 50 हजार चाहिँ आउँछ मेला शुद्ध गरेर।
चाहिँ अब मागेको कुराहरू चाहिँ पुरा भएको धेरैवटा प्रमाणित पनि छ। 17-18 वर्ष छोराछोरी नहुने, कसैको 15-20 वर्षै छोराछोरी नहुनेहरू यहाँ आएपछि छोराछोरी भर्खरै भएकोहरू पनि छ। उहाँहरूले नै भन्नुहुन्छ माइपोखरीमा माग्दाखेरि पाएको भन्ने चाहिँ। अब उदाहरणको लागि 2-3 जना चाहिँ मसँग प्रमाणै छ। जस मागेको कुरा चाहिँ पुरा हुन्छ भन्ने नै विश्वास गर्छ प्रायः सबैले। हाम्रो इलामको मुख्य गन्तव्यहरू मध्येको माइपोखरी चाहिँ प्रमुख गन्तव्यमा पर्छ। माइपोखरी प्राकृतिक सुन्दरताको हिसाबले र जैविक विविधताले भरिपूर्ण र धार्मिक हिसाबले पनि महत्त्व राख्ने एउटा ठाउँ हो। यो 2121 मिटरको हाइटमा अवस्थित छ। इलाम बजारबाट 35 देखि 40 मिनटको यात्रामा यहाँ आउन सकिन्छ। खास गरेर यहाँ चाहिँ दुर्लभ जीव जन्तुहरू तपाईले यहाँ पोखरी देखिराख्नु भएको छ। यहाँ चाहिँ दुर्लभ जीव जन्तुहरू, अनि यो वरिपरि घेरिएको जङ्गलमा दुर्लभ वनस्पतिहरू, अन्य कुनै ठाउँमा पनि नपाउने वनस्पतिहरू पनि यहाँ पाउन सक्नुहुन्छ। हिमालय नेट भन्ने जुन जीव छ त्यो यहीँ पाउँछ, अनि ठकठके जस्ता चराहरू पनि यहाँ पाउने भएकोले गर्दाखेरि अन्य ठाउँभन्दा यो विशेष प्रकृतिको पोखरी भएको ठाउँ हो। अब धार्मिक हिसाबले भन्दाखेरि यहाँ चाहिँ पाण्डवहरू आएर अहिलेको भाषामा भन्ने हो भने क्याम्प फायरिङ गरेर यहाँ रात बिताएका किंवदन्तीहरू छन् भने यहाँ यही जङ्गलको बिचमा उहाँहरूले चाहिँ त्यो क्याम्प फायरिङ गरिसकेपछि सत्य ध्वनि जगाइसकेपछि यहाँ चाहिँ केही ऋषि मुनिहरूलाई छोडिदिएर तपाईको त्यो ध्वनि चाहिँ निरन्तर रूपमा बलेर आइरहेको थियो। कोभिडको बेला चाहिँ यहाँको त्यो ध्वनिमा दाउराहरू थप्ने मान्छेहरू नभएको कारणले स्टप भएको छ र केही समयमा यहाँको समितिले सायद त्यसलाई पनि फेरि स्टार्ट गर्नेछ र सत्ययुगदेखि निरन्तर रूपमा केही वर्ष अगाडिसम्म चाहिँ लगभग त्यो सत्य ध्वनि त्यहाँ चलिरहेको थियो। 51-52 सालमा हामी कलेज पढ्दै गर्दा माइपोखरी आउँदा हामी खरानीको टिका लगाएर जान्थ्यौँ र यहाँ भाकल गरिसकेपछि भाकल पुरा हुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौँ र माइपोखरी लाई भाकल गरिसकेपछि मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास गरिएको छ। र हाम्रो चतरा धाममा रहनुहुने बाल सन्त जगद्गुरुले भन्नुभएको छ कि ऋषि च्यवन अस्वस्थ भएको बेला चाहिँ यही यहाँका जडीबुटीहरू मिक्स गरेर च्यवनप्रास बनाएर उनलाई चाहिँ लेपनहरू गराएर यहाँ चाहिँ यो माइपोखरीको जलमा स्नान गराइसकेपछि चाहिँ उहाँ चाहिँ अलि वृद्ध हुनुहुन्थ्यो अरे त्यतिखेर। पछि चाहिँ एउटा नौजवान जस्तो भएर निक्लिनु भएको थियो अरे र च्यवनप्रासको उत्पत्ति भएको ठाउँ नै माइपोखरी हो भन्ने कुरा छ। र धार्मिक हिसाबले ठुलो पाथिभरा जो अहिले जानुहुन्छ उहाँहरूले चाहिँ यहाँ आएर प्रे गरेर प्रार्थना गरेर भाकल गरेर अनि माइपोखरीबाट चाहिँ तपाईको पहिले माइपोखरीको दर्शन गरेर पाथिभराको दर्शन गर्नुहुन्छ भने 100 गुणा बढी शक्ति प्राप्त गर्न सक्नुहुन्छ भनेर जगद्गुरुले भन्नुभएको छ। नेपालको पहाडी जिल्लाको एकमात्र रामसार क्षेत्र पनि भएकोले गर्दा यहाँ आउँदा वरिपरि विभिन्न प्रजातिको तपाईले पनि देख्दै हुनुहुन्छ सेतो रातो विभिन्न कलरका लाली गुराँसहरू अब यो चैत वैशाखको सिजनमा चाहिँ देख्न पाइन्छ। एकदम मनोरम दृश्यहरू पनि हेर्न पाइन्छ। यहाँको जुन वातावरण छ त्यो चाहिँ एकदम नेचरल भएकोले गर्दाखेरि यहाँ आउने मान्छे रमाएरै फर्किन्छ। त्यसैले म सम्पूर्ण महानुभाव जो माइपोखरी आउनु भएको छैन उहाँहरूलाई माइपोखरीको सिजन सुरु भइसकेको छ, आउनको लागि आह्वान गर्छु। My name is Elise Peterson and I'm visiting here from the United States of America. This place is incredible. It's magical and I am so moved visiting here today. I've been here last time in 2014 and also had a very moving experience. You know, Elam is a place famous for tea and that's why I came, but there's so much more to offer here and I think everybody should take the time to come visit this place. I hope in my work I can help the whole world learn about this magical place and come visit and see for themselves. मेरा नाम ईशान बरुआ है। मैं आसाम से आया हूँ, डिब्रूगढ़ डिस्ट्रिक्ट से।
तो मैं यहाँ इलाम विजिट करने के लिए आया हूँ। बहुत सुंदर जगह है, इसका माहौल बहुत शांत और साफ है, यहाँ पे गंदगी नहीं है। ये बहुत अच्छा जगह है टूरिस्ट के लिए, मुझे बहुत पसंद आया ये जगह। यहाँ पे सिर्फ माईपुखरी विजिट किया है अभी तक। माईपोखरी में क्या क्या देखा? वो लेक देखा हूँ, उसके बाद अलग अलग छोटा छोटा घरे है वो देखा हूँ, उसके बाद बस वॉकिंग किया हूँ और क्या थोड़ा देर बैठा हूँ अंदर में। बहुत बढ़िया जगह है, जरूर आप माईपुखरी आइए। ऐसे सुंदर नज़ारा आपको कहीं पर भी नहीं मिलेगा। यहाँ पे एकदम कमर्शियल नहीं हुआ है, पूरा साफ जगह है, शांत का माहौल है, आपको बहुत अच्छा लगेगा। नमस्ते, मेरो नाम चाहिँ युरेन शेर्पा। यो सन्दकपुर गाउँपालिका 3 माईपोखरी। यो सबै हामी घरमै बनाउँछौँ। यहाँ प्राय सबै हाम्रो जति पनि कुराहरू छ सबै यो घरमै बनाएको होममेड हो। धेरै लानुहुन्छ अनि प्राय अब आएर टेस्ट गराएपछि हजुरले पनि टेस्ट गरिहाल्नुभयो। टेस्ट गराएपछि प्राय नलाने भन्दा पनि प्राय लाने नै हुन्छ, किनकि केही केमिकलहरू पनि हुँदैन नि त, सबै घरै यसै बनाएर। अनि धेरैले रुचाउनुहुन्छ अनि धेरै प्राय लगि नै जानु भएको छ। देख्नुभयो नि दर्शकबिन, पक्कै पनि यहाँका कुराहरू सुन्दै गर्दा, यहाँका दृश्यहरू अवलोकन हामीले गर्दै गर्दाखेरि यहाँ पक्कै पनि आउँ लागेको छ नि। मलाई त आउँ लागेरै आएको हो, यहाँहरूलाई पनि आउँ लागेको छ, यहाँ भ्रमण गरौँ, यहाँ भिजिट गरौँ, यहाँको अवलोकन गरौँ जस्तो लागेको छ भने पक्कै पनि यहाँ आएर अवलोकन गर्नुहुनेछ। यहाँ आएर अवलोकन गरिदिनु होला भन्ने कुरा राख्दै म आफ्नो 2 शब्द यहीँ टुङ्गाउँदै यहाँ समक्ष बिदा हुन चाहन्छु। साझा परिवेश HD हेर्दै गर्नुहोला, सब्सक्राइब गरिदिनु होला, हामीलाई माया गरिदिनु होला। हस्त नमस्कार।